नमस्कार साथीहरू, हामी यस भिडियो अन्तर्गत रहेर चाहिँ माछा कसरी फ्राई गर्ने भन्ने कुराको सिकाउन गइरहेको छु। भिडियोलाई स्किप नगरी पुरै हेर्नलाई एकदम सर्वप्रथम हजुरहरूले के गर्नु होला, माछालाई एकदम राम्ररी सफा गरेर धुनु होला भनेर बनाउनु होला। सफा गर्नुपर्छ, एकदमै सफा गरेर नभए त आफ्नो हेल्थलाई स्वास्थ्यलाई पनि असर गर्ने नै भइहाल्यो। अब मिठो त हुने कुरै भएन, मिठो त हुने। अब त्यसपछि चाहिँ हजुरसँग मजाले मरमसला रेडी गर्नु होला पहिला होइन। खुर्सानी, धनियाँ, अब लसुन, जिरा जे हुन्छ हजुरले मजाले पिस्न सक्नुहुन्छ लोहोरोमा, मिक्सरमा। अनि त्यसपछि हामी चाहिँ यसलाई मजाले पिस्नेछौँ। पिसिसकेपछि अनि यसलाई मोल्नेछौँ। केही समयपछि माछासँग यसलाई मोल्नेछौँ, त्यो पनि म हजुरलाई देखाउने छु। अब हाम्रो मसला पनि पिसिसकेको छ। मैले मिक्सरमा पिसेछु है। हजुरले अब लोहोरोमा पिस्न सक्नुहुन्छ, हजुरले मिक्सरमा पिस्न सक्नुहुन्छ। हजुरसँग जे साधन छ हजुरले त्यसको युज गर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ अब माछाको कुरो आउँछ। माछालाई चाहिँ अब हजुरले यो जालीबाट निकालेर, अब पानी चुहिने भाँडाबाट निकालेर हामीले थालमा, यसमा परातमा, जेमा भाँडामा राख्न सक्नुहुन्छ। भाँडामा राखिसकेपछि अब हामीले यसलाई मोल्ने हो। सबै अमिलो हाल्नुपर्छ, मरमसला सबै मोलेर। किन यसो गरिन्छ भन्दाखेरि यो मरमसला हाल्ने होइन, जे अदुवा छ, अब के सबै मोल्ने होइन। अब यसमा चाहिँ बेसारहरू सबै मोल्ने, नुन बेसार सबै मोल्ने। चट्ट अब चाहिँ यसलाई नुन बेसार राम्ररी मोलेर 5 मिनटसम्म राख्नुपर्ने छ हामीले। यसलाई 5 मिनटसम्म राखेर मजाले, तितो हुँदैन यो वर्ष, तितो हुँदैन, एकदम फ्राई गर्ने। फ्राई गरेपछि झुर्ना नि एकदम झुर्ना पर्दैन, यसमा टुक्रा हुँदैन। त्यो म चाहिँ आइडिया दिन गइरहेको छु। पहिला हामीले बनाउनुभन्दा पनि पुरा बुझेर गर्नुपर्छ। बुझेर गर्ने एकदम 2 मिनटको भिडियोसम्म, 2 मिनटको भिडियोमा हजुरलाई मैले माछा फ्राई गरेर खाने। हामीले सानो माछालाई पनि एकदम फ्राई गरेर बेस्ट बनाउन सकिन्छ। म त बताउनु गएको छु। अब सिम्पली एकदम मजाले मोल्ने होइन, मजाले मोल्ने। यसलाई मोलेर 5 मिनट राख्ने। मजाले 5 मिनट राख्नु भने यसमा के हुन्छ भने अमिलो सबै सोच्छ, माछाको भित्र जान पाउँछ कि सोचिन्छ कि माछाले सोच्छ कि केही चिजले अमिलो सोचेपछि भित्र अमिलो पनि बढ्दाखेरि, खुर्सानी, पिरो, अमिलो सबै चट्ट मिल्दाखेरि टेस्ट बढ्छ। अनि त्यसपछि चाहिँ अब हामीले तेल एक साइडमा तेल तताउँदै गर्ने, कराईमा तेल राख्ने। अब तेल पनि म देखाउने छु। तेल पनि राख्दै गर्ने। हामीले चाहिँ अब यतातिर यहाँ गर्दैछु मजाले, भित्र मजाले माछालाई फेरि मजाले धेरै साथीहरूको माछा एकदम मजाले साफ गर्नुपर्छ माछाको होइन। बरु टाइम लाग्ने केमा सरसफाइमा। त्यसपछि हामीले टक्क तेलमा हाल्ने हो। तेल खरिसकेपछि बल्ल तेलमा माछा हाल्ने हो। मजाले यस्तै मजाले हुन्छ। तेल पनि एउटा पोका तेल चाहिन्छ। अनि सक्क तेल निकाल्ने, मजाले निकाल्ने, एकदम टेस्ट दामी हुन्छ। हजुरले यो पहिला चाहिँ हजुरले बेसनमा थोरै बेसनमा गर्दा बेस्ट हुन्छ।